रसुवा त ध्वस्त हो नि दाइ, सबै चाइनाबाट आएको खोलाले सबै पुरै बगायो। लगभग एउटा ठुलै बजार त्यसरी छोपेर खोलामाथिबाट हिँडिरहेछ बजार। बजार पुरै बेत्रावती बजार भन्ने छोपेर त्यो खोला माथि छ पुरै बजार त कहाँ मान्छे कति गए कति गरे केही चाइनाबाट खोलो आयो, ठुलो बाढी आएको चाइनाबाट। मलाई भाग्नु के उता छोरे जानपट्टि जानु, छोरे जानपट्टि छोरे औषधिहरू माथि आइसके क्या, माथि आइसके सुरक्षित छन्। अब त्यो भनिदिनु भागिहाल्नु भागिहाल्नु भागिहाल्नु। त्यहाँ भान्जीलाई फोन गर्नु छिटो, भान्जीलाई फोन गर्नु छिटो, भाग्नु भने हे तेरिका। ओ नाटक दिदी मैले नाटक गरेको हजुर हजुर। रसुवा त ध्वस्तै बनायो नि, बेत्रावतीदेखि लिएर टिमुरेसम्म सबै घरहरू, स्याब्रुको सबै घरहरू गयो, स्याब्रु बेसी बजार गयो, सबै गयो। यसले त कहाँसम्म भ्याउँछ भन्ने यो त संसारै कति यो त तपाईँले त्रिशुली हुँदै धादिङ हुँदै मुङ्लिङ सबै सबै गयो त सबै लाग्यो। सारङघाटसम्म पुग्छ सबै। अब त गइहाल्यो नि हेर्नु त। आधी र होली आउँछ कहिले, पानी र आउँसिना, हिना र मिना पार्दछ फेरि दुखीकै पसिना। सुखी जानलाई कस्तो छ यता पहिरो पसेर, फेरि हामी दुखीकै खायो मोटु कलेजा। हामी भयो बेघरबार, हामी भयो बेघरबार, चरी लैजा समाचार। हामी भयो बेघरबार, चरी लैजा समाचार। हामी भयो बेघरबार। लाउन नि के भयो? लाउन मेरो आमा कत्रो आयो। लाउन लाउन नि ताली होला छेकी गरी भने होइन ताली अब त्यो देवी हड्डुवानमा पर्दो जस्तो छ। ताली होला भाग मेरो आमा हेर्नु त कत्रो आयो। लाउन नि बटर केही छैन रे। आमा काको के होला यो, हेर्नु त यहाँ आइपुग्यो। लाउन नि लयो तिनीहरू देख्दैन पछि होला। मेरो आमा कत्रो भएर आयो। तिनीहरू किन बस्यो होला त्यहाँ? यो भगवानसम्म डुबायो। मेरो आमा देवी डुबानमा पर्यो। मन्दिर हेर जम्मै लग्यो, मन्दिर छैन के जाऊ रोशन जाऊ। हेर्नु त
रसुवामा अहिलेसम्मकै सबैभन्दा ठुलो बाढी गएको छ। यो बाढीले हालसम्म धेरैको धनजन क्षति गरी सम्पूर्ण वस्तुहरू बगाएर लगिसकेको छ भने यसको बहाव अझै पूर्णता रूपमा बढ्दै गएको छ। अहिले यो बाढी चाहिँ रसुवा जिल्लाको माथि चिन नेपालको सिमानाबाट एउटा चाइनिज बाँध भत्किएर आयो भनेको छ। हामी परासो के गर्न थाल्यौँ भने तराईको जमिनभरि परासो जग्गा प्लटिङ गर्ने र घर गरी गर्ने गर्छौँ अनि र अति माथि डाँडा काँडातिर हामी बाली लाउँछौँ। यसले गर्दाखेरि न हामी तल तराईतिर राखेर हामी घर र ज्यानको सुरक्षा गर्छौँ भने न हाम्रो माथि डाँडा काँडामा बाली चाहिँ प्रष्ट हुन्छ। अलिकति हामीले जग्गा प्लटिङ गर्दा पनि डाँडाहरूमा गर्ने डाँडा काँडा गर्दा यो अवस्था चाहिँ खासै आउँदैन थियो होला। अब चाहिँ सुरक्षित रहनुपर्ने हुन्छ र अबको बनाउँदाखेरि घर गरी प्लेटिङ गर्दाखेरि पनि सरकारले केही न केही खालको एउटा क्यान चाहिँ ल्याउनु पर्ने हुन्छ। पुरै त्रिशुली आमा लाइभ यो चाहिँ है गाइस यस्तो लाइभ छ। ओहो पुरा ड्याम फुटेर आयो, पुरा चाइनाको ड्याम फुटेर आएछ। आमामामामामा ल यहाँ हामीले अब ओहो यार यो पुरै ड्याम फुटेर आएको यो घर गयो ल त्रिशुली बजारै गयो यार ल गयो यार। ओ यता यता आऊ यता आमामामा यार बजारै गयो यार। यहाँ नबसौँ ल अलि टाढा बसौँ टाढा। यो पुरै ल घरहरू जम्मै गयो ल घरहरू जम्मै गयो। यो पुरै आमामा ड्याम यार। लाउन नि के भयो मेरो आमा कत्रो आयो लाउन नि पानी होला छेकी गरी भने हैन पानी अब त्यो देवी हाटुवालमा पर्दो जस्तो छ। ए पानी होला भाग मेरो आमा हेर्नु त कत्रो आयो
छैन रे हो आमा कहाँको के होला यो हेर्नु त यहाँ